नमस्ते, म डाक्टर ग्रीष्म मुन भट्टराई, सफल स्किन केयर क्लिनिक पोखराबाट। हजुरहरूले अनुहारको चाउरीपन हटाउनको लागि मोइस्चराइजर, सनस्क्रिन, रेटिनोल सिरम त लगाइराख्नुभएकै होला, अथवा प्रिभेन्सन गर्नको लागि त लगाइराख्नुभएकै होला, चाउरीपन आउन नदिनको लागि। तर एकचोटि चाउरीपन आइसकेपछि यो मोइस्चराइजर, सनस्क्रिन, रेटिनोल सिरम लगाएर मात्रै चाउरीपन हटेर जाँदैन। यसको लागि उत्तम औषधि, एफडीए अप्रुभ औषधि भनेको इन्जेक्सन बोटोक्स हो। यो सुरक्षित छ, भरपर्दो छ, किन एफडीएले सुरक्षित र भरपर्दो भनेर अप्रुभ गरिसकेको छ। यो चाहिँ सुई लगाएको 3 दिनदेखि 2 हप्ताभित्र पुरै 90% भन्दा बढी चाउरी पनि हटेर जान्छ। यो एफडीए अप्रुभ बोटोक्स द्वारा, यो बोटोक्स एलर्गन कम्पनीको एफडीए अप्रुभ बोटोक्स यो तालिम प्राप्त चिकित्सकलाई मात्रै उपलब्ध गराइन्छ, अन्य ब्युटी पार्लरहरू अथवा अन्य संस्थामा उपलब्ध गराइँदैन। र हजुरहरूले ब्युटी पार्लरमा लगाउने बोटोक्स चाहिँ चाइनिज कम्पनीको अथवा कोरियन कम्पनीको बोटोक्स हुनसक्छ, जुन चाहिँ एफडीए अप्रुभ छैन र सुरक्षित र भरपर्दो नहुन पनि सक्छ र चाउरी पनि नहट्न पनि सक्छ। यसले गर्दा म यहाँलाई के अनुरोध गर्न चाहन्छु भने, यदि हजुरहरू चाउरी पनि हटाउनु छ भने तालिम प्राप्त चिकित्सकसँग गएर एलर्गन कम्पनीको बोटोक्स सुरक्षित छ, भरपर्दो छ, यही कम्पनीको मात्रै बोटोक्स लगाउनु होला। र यो सुई लाउँदा दुख्दा पनि दुख्दैन, किनकि साह्रै मसिनो निडल 31 गेजको निडल हुन्छ, साह्रै मसिनो निडल छ यो निडलले लगाउँदा दुख्दैन र त्यसमा पनि हजुरले नमिङ क्रिम अनुहारमा लगाएर बोटोक्स लगाउनु मात्रै दुख्दैन। त्यसकारण हजुरहरू अनुहारको चाउरीपन हटाउनु छ भने इन्जेक्सन बोटोक्स सफल स्किन केयर क्लिनिक पोखरामा उपलब्ध छ। हजुर आएर लगाउन सक्नुहुन्छ, सुरक्षित छ, ढुक्क हुनुहोस्। यहाँ डाक्टरसँग मात्रै लगाइन्छ। हस्, धन्यवाद, नमस्कार।